मन्त्रीज्यू आजकल कति घन्टा सुत्नुहुन्छ अन्तिममा? सुत्नु भएकै छैन है। खाना त टाइममा खाइरहनु भएको छ। ठिकै छ मन्त्रीज्यू, अब नेपालको कानुनहरू बाँझिएको जस्तो देखिन्छ। तपाईँ अहिले विपदको काम गर्न आइरहनु भएको छ। यता भौतिक पूर्वाधार मन्त्रालयले काम गरिरहेको छ। खानेपानी यताउता कानुनले बाँझो भएको कारणले गर्दाखेरि काम गर्न सकिएको छैन। तपाईँले कसरी यसलाई निहालिरहनु भएको छ? अब के गर्ने? अहिले हामी राष्ट्र हुँदाखेरि के छ भन्दाखेरि चाहिँ यसमा चाहिँ यो ठाउँमा चाहिँ हामी लगभग 2 वर्ष अगाडि नै यहाँ रेस्क्यु गर्न आएको ठाउँ हो देखेर त्यसमा धेरै गाह्रो भएको थियो। यहाँको धेरैजनालाई गाह्रो भएको थियो। अस्तिको पालि नि के भइदियो भन्दाखेरि यो बाटोमा यो बाटो अवरुद्ध भएर त्यसपछि यहाँबाट तपाईँको पुरै लाइन जाम, दुकान जाम, एम्बुलेन्स पनि बिच बाटोमा रोकेको आफैले भोग्नु भएको थियो है त्यो तपाईँले? मैले त्यतिखेर चाहिँ मैले अस्ति भर्खरै गृह मन्त्रालयमा कमान्ड पनि लिएको थिएँ होइन। त्यो कमान्ड लिएर अनि त्यसपछि एउटा यस्तो खालको हामीले आइडिया निकाल्यौँ कि त्यहीको गाउँपालिकालाई चाहिँ यहाँको मान्छेहरूलाई रेस्क्यु गर्ने भनेर हामीले एउटा आइडिया निकालेको थियौँ क्या त्यतिखेर। किन सबसे नजिक हामी त्यहाँबाट पुग्नुभन्दा अगाडि त यहाँ रेस्क्यु भइसक्नु पऱ्यो नि त। अनि त्यसको लागि भनेर चाहिँ हामीले नजिकको गाउँपालिका वडा अध्यक्षहरूलाई हामीले आफै पर्सनली फोन गरेर मान्छेहरू चाहिँ कुनै ठाउँमा लगेर राख्दै गर्नु, वडा कार्यालयमा हुन्छ कि केमा हुन्छ होइन, राख्दै गर्नु। त्यसपछि हामी